साथीहरू, म काठमाडौँदेखि भोलि कास्कीको पोखराको चिप्ले ढुङ्गाबाट 3 बजे सुरु हुने हिन्दू अधिराज्य नेपालका लागि, अझ भनौँ सनातन हिन्दू अधिराज्य नेपालका लागि, सनातन भनेपछि प्रकृति पूजक लगायत सम्पूर्ण किरात लगायत धर्मावलम्बीहरू पर्नुहुन्छ। यो सम्पूर्ण सनातन हिन्दू अधिराज्यका लागि हुन लागेको दबावमूलक शान्तिपूर्ण जनप्रदर्शनमा उपस्थित हुन आइपुगेको छु। म अहिले यहीँ छु, यो एउटा विराट महायज्ञ जो पोखरामा चलिरहेको छ, भोलि 3 बजे चिप्ले ढुङ्गामा। त्यसैका लागि सम्पूर्ण पोखरावासी आमाबुवा दाजुभाइ दिदीबहिनीहरूलाई उपस्थित भइदिनु हुन आग्रह गर्दछु। विनम्रतापूर्वक तपाईँको धर्म, तपाईँको संस्कृति, हाम्रो परम्परा, हाम्रो इतिहास यो नरहने हो भने तपाईँ हामी रहेको अर्थ हुने छैन। हाम्रो सन्तानहरू हामीले जन्माएको अर्थ हुने छैन। जसले धर्मलाई, संस्कृतिलाई माया गर्दैन उसले कसैलाई माया गर्दैन। धर्म संस्कृतिलाई माया नगर्ने श्रीमान छ भने श्रीमतीले विश्वास नगर्नुहोस्। धर्म संस्कृतिलाई माया नगर्ने श्रीमती छ भने श्रीमानले विश्वास नगर्नुहोस्। धर्म संस्कृतिलाई माया गर्ने छ श्रीमान श्रीमती भने मात्रै